हिजो चाहिँ हाम्रो पल्लो घरको दिदीको छोराको व्रत बन्धको कसार बटान थियो, जान पाएन, दिदीले लोकल केरा दिनुभयो र केरा सेरा खाएर हाम्रो चाहिँ घत्रा गुत्रु त्यो कसार भुट्न थाल्यौँ साथीहरू होइन। एकछिन कसार भुट्दाखेरि त ज्वरो आए जस्तो भयो, त्यो असिना र पसिना भएर होइन। अनि त्यसपछि दिदीहरूले यो चाहिँ भुटिसकेपछि नाङ्लोमा इधर उधर गरेर खनाउनु भयो र अनि कचरा बटान लाउनु भयो। हाम्रो आमाहरू गफ चाहिँ कस्ता थिए, छाला बुढेसकालमा त यस्ता तन्किँदो रहेछन् भनेर आमाहरूले कति मजाका गफ गर्दै हुनुहुन्छ होइन। ती गफ पनि खिद्दिएँ मैले आमाहरूले होइन, कस्ता छाला थिए कस्ता भयौँ भन्दै हुनुहुन्छ। अनि त्यसपछि दिदीले चाहिँ लौ खोकीको औषधि भनेर त्यो कसारको धुलो ल्याएर दिनुभयो, त्यही पनि खाइयो। फेरि मेरो साथीले चाहिँ लौ के अरे कसार भुटेको मान्छेलाई स्प्राइट खाऊ भनेर दिनुभयो, त्यही पनि खाइयो साथीहरू। अनि आमाहरूले पनि खाँदै हुनुहुन्छ होइन। अनि त्यसपछि एकछिन मात्रै चिया खाऊ भनेर दिन्छन् कि म त खाएको खाएँ है। अनि यो चिया पनि बाँडेर खायौँ कि एकजना मेरो प्यारी साथीलाई पनि मनपर्छ चिया। अनि हाम्रो पनि निकाल त एलिना, म त मेरो त कहिले खिच्दिनँ अरे। अनि फेरि भुराहरूले कसार बाटेको पनि खिच्दियो कि, हेर्नु आन्टी हामीले कस्तो राम्रो बनायौँ। अस्ति नै पूजाको भिडियो त भाइरल भएको थियो अरे भनिन् यिनले। अनि त्यसो दिदी नानीले चाहिँ आन्टी आउनु म एउटा भिडियो खिच तपाईँको मोबाइलमा भन्न थालिन्। अनि त्यसपछि यिनले खिचेकी हुन् क्या। अनि त्यसपछि एकछिन बसेर साथै फेरि यो रोटी निकाल्न के, रोटी हाल्नु त राम्रोसँग हाल्दिनँ मैले। अनि फेरि घत्रा घुत्रु गरेर रोटी पनि निकालेँ मैले। जताततै काम गर्ने भ्याउँछु कि साथीहरू, खाना पनि भ्याउँछु काम गर्ने पनि भ्याउँछु होइन। म चाहिँ एकदम मान्छे फुर्तिलो भनौँ कि के भनौँ होइन। मैले त दिउरी लिएर तरकारी लिन जान लाग्छु, यसलाई यो चाहिँ ननिकाल्दै भन्नुभयो। उतिखेर खाना खाने बेला नै भयो साथीहरू। अनि हामीले गमलाङ गुल्म खान थाल्यौँ। दिदीहरू कतिखेर खाने हो त नि भनेको, अब खाने हो भन्नुभयो है। अनि दिदीले खान थाल्नुभयो रोटी कसार। कति मजाका हाम्रो यो पोखरा 30 खुदीमा साथीहरू होइन, यति मजाका रोटी हाल्नुहुन्छ दिदी बहिनीहरूले, कुरै छोडिदिनु। एउटा गीत गाउँछौँ हाम्रो पनि निकालिदेऊ त भन्नुभयो त साथीहरू। अब मैले त गीत चाहिँ निकालिनँ, तर दिदीहरूको भिडियो चाहिँ राखिदिएँ है। अनि फेरि पनि चिया साथीहरू, यो चिया खाँदा हाम्रो कुन दिन के फेल हुन्छ थाहा होइन। जो आए पनि दिदीले चाहिँ यसो छुन हुन्थेन, साइडतिरै बसेर ल एल्ना मेरो नि खिच्देऊ त भन्नु। अनि दिदीको नि खिचेँ। फेरि तिमी चिया कि भोगीलाई लौ चिया खाऊ भनेर दिदीले फेरि चिया ल्याउनु भयो साथीहरू। जसले मलाई देख्नै हुन्न कि जसले पनि चिया ल्याएर दिन्छ नि भगवान्, कति माया मानेका हुनु मलाई। म आफूलाई देखेर छक्कै पर्न लागिसकेँ होइन। यो बिच्चाको दिदीको छोरोको चाहिँ व्रत बन्ध हो है, ट्याक्क राम्री दिदी हुनुहुन्छ नि त्यहाँ एकदमै। अनि मेरो साथीहरू ल भाइ एलिना अब लास्ट भिडियो खिच भन्नुभयो। अनि दिदीले चाहिँ फेरि म यता पनि खिच यसलाई, मेरो उता पनि खिच, अहिले म यता चाहिँ फेरि खिच भन्नुभयो। अनि हामी घर जान लाग्यो त आमाले चाहिँ आफ्नो भाग खानेको रोटीसोटी नखाएर छोरा लिएर जान लानुभएको, त्यही पनि चप्पल हराएछ। अनि हेर त किन खाली खुट्टै हिँड्नुभएको भनिन् ती नानीले चाहिँ। मेरो चप्पलले कसले लगाइदिएछ, त्यति राम्रा महँगा चप्पल मेरो हरायो लैदिएछन् भन्दै गफ लाउँदै आउनुभएको छ आमाले। अनि हामी चाहिँ घर हिँड्न थाल्यौँ। अनि मेरो चप्पल लाउनु न त आमा भनेको, मैले लाउन अहिलेसम्म अरूको चप्पल लाएन, म कसैको चप्पल मेरो खुट्टामा घुसार्दिनँ भन्नुभयो। अनि त्यसपछि हाम्रो आमा खाली खुट्टै आउनुभयो। बुढेसकाल लागेपछि त यति गाह्रो हुँदो रहेछ बाटा हिँड्न भन्नुभयो। अनि बाबुले चप्पल हरायो भन्नुभयो आमाले। चप्पल हराएको भए मलाई फोन गर्न पर्दैन, म स्कुटी लिएर आउँथेँ नि त भनेर गफ लाएन होइन। यहीँ के स्कुटी चाहियो भनेर आमा आउनुभयो होइन। चप्पलै हराएको साथीहरू, व्रत बन्दाको कसरबाट चाहिँ आमाको चप्पल गायब। अनि आउँदाखेरि